Hello everyone, welcome to my mini vlog. हजुरहरु सन्चै हुनुहुन्छ होला? म नि सन्चै छु। अनि बुढो चाहिँ काममा गइसक्नु भएको छ अनि छोरो चाहिँ यहाँ खेलिरहेको छ। अब म चाहिँ यहाँ गएर आँगनहरु बहाल्छु। मेरो काम यस्तै छ चाहिँ झुल उठाउनु छ, बा पनि बिस्तारा मुत्छ, बिस्तारा पनि उठाउनु छ आज चाहिँ। अनि बाहिर चाहिँ आज घाम लाग्छ कि लाग्दैन यस्तो गरिरहेको छ। हेर्नु सक्नुहुन्छ अलिअलि ड्युटी लागिरहेको छ क्या बाहिर चाहिँ। अनि मैले चाहिँ खाना बनाएर चाहिँ बुढालाई पठाइसकेको छु। अब हामी चाहिँ अब बाबुलाई अब मोबाइल दिएर चाहिँ बाबुलाई मोबाइल दिएर अब बसाल्छु भित्र। अनि म चाहिँ घर आँगनहरू बढाल्नु छ, भाँडा धुनु छ, बाख्रालाई ढुटो दिनु छ, बाख्रालाई बाहिर तान्नु छ। मेरो चाहिँ धेरै काम छ। अनि म त्यसलाई काम गरिसकेपछि हजुरलाई देखाउँछु। अनि मेरो छोरो चाहिँ यहाँ खेलिरहेको छ। हेर्नु न हिजो मेरो छोरा धन्ने रोख धन्ने मेरो छोरा हिजो छतबाट क्या छतको सिँढीबाट धन्ने खसिसकेको थियो। मेरो छोरा चाहिँ चोट लागिरहेको छ। यता हेर त, हाई गरिदियो हाई। चोट लागेको छ त्यो। चोट कहाँ लाग्यो? त्यहाँ लागेको छ चोट। यहाँ माथि देखाउ न, यहाँ माथि यहाँ माथि चोट लागेको छ मेरो छोराको चाहिँ। दुःख छ छोरो, दुःख गरेछ। अनि अब भनेन मम्मालाई माया गरेको है त। अनि म चाहिँ अब घर आँगनहरू बढाल्छु। अनि यतिखेर म सबै काम गरिसकेपछि म हजुरहरूलाई देखाउँछु। मैले चाहिँ सबै काम भ्याइसकेको छु। अनि यहाँ चाहिँ मेरो बाबु सुतिरहेको छ। अनि हेर्न सक्नुहुन्छ मैले चाहिँ आज यो मन्दिर बनाएको कि यहाँनिर चाहिँ मैले मन्दिर बनाएको छु। अनि मैले सबै काम गरेर चाहिँ बसिरहेको छु म चाहिँ। अनि हेर्नु यहाँ हाम्रो गाउँमा चाहिँ आज हेर्नु हावा लागिरहेको छ। के ठुलो हावा लागिरहेको कि हावा चलिरहेको छ त्यतै। अनि यहाँ चाहिँ बाबु सुतिरहेको छु, त्यही बसिरहेको छु। अनि अलि रुगा पनि लागिरहेको छ क्या मलाई चाहिँ। अनि हेर्नु सक्नुहुन्छ यति जाडो छ कि चाहिँ बाबु उठिसकेको छ। अनि उठेर चाहिँ यहाँ गाडी खेलिरहेको छ। तार सुरु के खायो गरे उठेर? गाडी खेल्दैछौ? अघि के खायो? चाउचाउ खायो? हो यता हेर न, यता मम्मातिर हेर के बेबी। नै यता हेर न पहिला मम्मा। कपाल हेर्नु कपाल। मम्मालाई हेर न यता माया गर त। खै माया गरेको मम्मालाई खै यस्तै हो। बाबु तिमीलाई लगाउनु कसले हान्यो? सानो कसले हान्यो तिमीलाई? कसले हान्यो? यहाँ कसले हान्यो भन नि त। माथि ढिल चढ्छ क्या। अनि हजुर अलिअलि